यहाँले हेर्नु सक्नुहुनेछ होइन। यो किसिम मिल्छ यो नमस्ते आयो हजुर सन्चै चलाएन सन्चर न्यु डे न्यु ब्लग है। अनि आज चाहिँ म धरान फेरि धरानै कति धरान जान्छस् भन्नुहुन्छ होला, तर म धरानै जानुपर्ने छ त के गर्नु त, अरू ठाउँ घुम्नु जान पाइँदैन होइन। मस्त जोक मारा रे या हँस रे हल्कट हँस। धरान जाँदैछु सामानहरू लिनुको लागि होइन। अनि त्यही हो अब कस्तो हुन्छ भिडियो होइन, भिडियो नबना धेरै भइसक्यो भ्लग नबनाएको पनि होइन। अनि बाटो चाहिँ यस्तो छ, हालत चाहिँ यस्तो छ बाटोको कि गाह्रो छ। अनि धरानको चाहिँ म कहाँ जानुपर्ने छ भने धेरै काम छ क्या आज चाहिँ मेरो, ओभर धेरै काम छ होइन। कामहरू चाहिँ के छ भने सामानहरू धेरै किन्नुपर्ने छ क्या, तरकारीहरू यताउता होइन, सामानहरू किन्नुपर्ने छ। अनि धरानको कृषि बजार जान्छु म। अनि त्यो सामानहरू अनि गाडी गएको छ क्या अगाडि नै, त्यसमा हालेर ल्याउनु पर्ने हुन्छ। गाडी चाहिँ तर गाउँबाट भनेको रहेछ गाउँघरले, अनि आउने रहेछ। अनि त्यतिखेरै लिइहालौँ भनेर चाहिँ म पनि जाँदैछु होइन। अनि अहिले चाहिँ 11 बजिसक्यो होला सायद। यहाँ बाटो यस्तो बनाएको छ, बाटो त औडा बनाएको रहेछ यार, ठिकै हो। यहाँ अलिक ओह्रालो थियो, त्यतिको बाटो हाल्नुको लागि यहाँ पनि हाल्नुपर्छ क्या। यहाँ यहाँतिर म लडाएको छु क्या, मिठो लडाएको छु यहाँ चाहिँ म। पानी जम्ने रहेछ है, अब ऊपर लडेको छु। ठाउँको ठाउँ डेकको डेक लडेको हो क्या। यहाँ बाटो बनिँदैछ, यतिको विकास हुनु पर्यो नि त अब होइन। पिच भइदिएको राम्रो हुने, पिचै हुँदैन के गर्नु अनि यो यतिकोले मजा त होइन। त्यही हो गाइस। राजा रानी आइपुगिसकेँ म चाहिँ, ताल हेर्नु सक्नुहुन्छ। वाउ चण्डे पनि मेला लाग्नु आँटिरहेको छ यहाँ चाहिँ, तपाईँले तालहरू हेर्नु सक्नुहुनेछ होइन। म चाहिँ अब यहाँबाट यता दाइ ब्रेक छ? ए ब्रेक प्याड छैन? डाँडा बजारमा हाल्नु पऱ्यो गाइस अब। अब डाँडामा चाहिँ ओके नाम चाहिँ भेटार साक्छ धरान सारा। यहाँ सोध्नु पऱ्यो ब्रेक छ कि छैन।
दाइ ब्रेक छ दाइ ब्रेक सुल कता हिँड्नु भएको दाइ यहाँ आउनु भएको गाडी बनाउनु कि ए के भएर ए पिस्टन पिस्टन ए म धरान कति पर्छ पाँच सय लगाइदिनु नि त अब के गर्नु ब्रेकै छैन सुल नै सकिगा छ अहिले कुदाएर लिएको तातो छ होला है फलाम भेटिसकेको छ के यता आउँदै बाइक बेच्ने छैन दाइ बाइक बेच्ने पल्सरहरू बेच्ने छ रोनिल बाइक बेच्ने छ कुन बाइक त छ भनेको जुनै पनि अलिक सस्तो मस्तो यो पनि छ यो त दाइकै हो नि कहाँ बेच्नु एउटा एफजेड छ कतिको त्यो खै त्यो चाहिँ मलाई ठ्याक्कै थाहा एफजेड V2 कि V1 V1 नै छ सस्तो मस्तकै होला है सस्तो मस्तो 55-60 हजार लगभग होला बिलबुक सबै छ रिनो रिनो पनि छ छन् चाहिँ हैन तर ट्याक्कै त्यो मान्छे चाहिँ फेरि बाहिर छ क्या रिनो क्लियर छ कि छैन रिनो क्लियरै होला बाहिरबाट आएर पास गरिदिँदा त हुन्थ्यो आउँछ तर त्यतिन्जेल चाहिँ सहमतिमा कुदाउनु अरुणलाई हौ लुङ्सलाई त्यो कम्पनीको कम्पनीको त त्यो त कहाँ दिन्छ त अनि उ काम छोडिसक्यो नि त छोडेको काम किन त्यो नेटको खै आम्मामा त्यो बाइक त नि बाइकै थियो नि त त्यो त कहाँ बाइक खै त्यो त धरानतिर धरानतिर उसले चाहिँ काम किन छोडेको पैसा धेरै भयो होला 10,000 दिएको थियो नगर्ने अरे थोरै भयो अरे ठिकै हो त नि अहिले तल हङसमरमा घाम ताप्दैछ देखिरहेको थियो बाइक छ एउटा बेच न ऊ त्यो दुईवटा रहेछ त दुईवटा बाइक रहेछ त छैन होला नि त्यसको बिल्बु पैसा त यसको छ होला होइन बचाउँथ्यो होला नि त होइन बचत के को बचाउनु आएर है बाइक यो बाइक ठिक छ नि माया साला बेच्दैन यसले सानो खर्च गरेर बनाएको छ घरमा पुग्यो दिँदैन थियो अनि तँलाई पनि तान्छ चिकन बेङ्ना उकालो म जस्तो मान्छेलाई तान्नु साथी भाइ छ भाइ कहीँ अड्किँदैन त्यो बाइक त्यो बाइक कहीँ अड्किन्छ त आफ्नै भाइ पिकअप टुट्ने नामै लिँदैन त बाइकले आयुष होइन बाइक कसले कुदाएको तल त्यति बेला कहिले नि कुदाएको होइन माया मेरै भाइ झर्नामा छोडिरहेको छैन त आफ्नै भन्दा छ्यामाको छोरा उयो मोबिल हेर्नु मिल्दैन मोबिल हेर्नु नि भाइ छ्यामाको छोरा सानो कुद्छ त नि त्यो बाइक माया मामा छ र अहिले छामा छ र यो बाइक मानेको मैले कुद्छ यो बाइक यतिको बाइक छैन अहिले केटाहरूले त्यो अस्ति युगेनको बाइक त ऊ गरेर रुँदै थियो भाइ अस्ति त्यसमा पनि रुन्छ त्यो त युगेनको हो अन्त युगेनको बाइक त रुँदै रहेछ यो चाहिँ के भएर फाँसी कन्डिसनमा छ होला नि त दाइ एफजेड ठिकै छ भाइ कहाँनिर हो त्यो यहाँ कुदिराख्ने एफजेड हो कि क्या यहाँ पनि खोजिरहेको मिलाएर दिएको भए त लान्थ्यौँ तिम्रो नम्बर छोडेर जाऊ नि त म तिमीलाई फोन गर्छु मैले पनि ठ्याक्कै कुरा मात्रै सुनिरहेको छु ठ्याक्कै कुरा चाहिँ भन्ने हजुर अब बेचिहालेछ भने म कुरा राखिदिन्छु हुन्छ यो बाइक बनाएको छ नि दामी
भन कस्तो ठाडो उकालो पनि दुईजना त आइ उही गर्दैन यो बाइकले अस्ति तिम्रो ठाउँ भनेको दिएन 98 20 छिलेर सेट गर्नुपर्छ नि त 98 20 32 32 92 86 के हो भाइ प्रदीप म त्यहाँ भएन भाइ अलिक कम जस्तो छ चेक गरि तर यो त चढेको पनि होला क्या कुदेर आएको कम छ हैन चढे कुदेर आएको माथि चढ्छ क्या ओइ गचा हुन्छ ल तेल सकेर 1 लिटर तेल हालेको जाटा स्टार्टै भएन बाइकमा अनि हुन पनि आफै सोच न म चाहिँ बाइक दिएको मैले 3 दिन अगाडि म चाहिँ 3 दिन पछाडि बिग्रेर आउँदाखेरि अनि बिग्रेर आउँदैन ग्यारेज उयोमा थियो क्या स्टार्ट भएर गएको हामी मान्नाडा पुगेको हैन साला मान्नाडा अगाडि मुजी स्टार्टै बन्द माथि तेलै सक्यो अब भो अनि म त पहिला तेल हाल्नु पठाएको मा साला केटाहरूको बानी यही मलाई मन पर्दैन अब सोच न त आफै भन्छ म त हराउन जानु अघिल्लो दिन दिएको मैले उतालाई भनेको त कुदा नि त साइन्स म माछाले 1 लिटर तेल हाल्छु तर म गएर आम भनेको त्यो जाँठोले हालेन अनि म चाहिँ 3 दिन 4 दिन पछाडि पनि बाइक आउँदैन घरमा अनि बिग्रेपछि ल लाग्दैन तल म 1 लिटर तेल हाल्छु स्टार्ट गर भन्दा मानिस आज फर्किने भाइ अहिले गएरै फर्किहाल्ने दाइ अलिक भेट्नु भयो भने भनिदिइहाल्नु ल हुन्छ ल गएको दाइ म चाहिँ लागिसक्यो होइन त्यहाँ पनि एउटा बाइक रहेछ 50-70 बेच्छ भन्दैछ कन्डिसनकै छ अरे बाइक चाहिँ कन्डिसनकै छ भन्नुहुन्छ त्यही लिँदा पनि हुन्छ भन्छ 60-70 ठिकै होला हौ है ठिकै जस्तो लाग्छ मिलाएर दिन्छ होला नि त दियो भने ल म चाहिँ लागेँ सो यो चाहिँ ओख्रे फाइनली हेर्नु सक्नुहुनेछ होइन ओख्रे चट होइन दामी बनिसकेको छ पहिले कस्तो थियो र अहिले कस्तो भइसकेको छ हेर्नुहोस् बाटो पनि पिच भइसक्यो बनिँदैछ चट्टसँग होइन घर पनि धेरै भइसक्यो होइन बढिसक्यो हाल्ने चौकी छ होइन राम्रो बाल छैन लाइकको बाल यहाँ चाहिँ फेरि यस्तो छ कि यहाँ होटेलहरू चाहिँ यहाँ चाहिँ दामी चाउमिन बनाउनुहुन्छ क्या अनि धेरै पनि दिनुहुन्छ है थोरै पैसामा धेरै खानु मन छ मिठो खानु मन छ भने यहाँ लाभा किचनमा आयो हुन्छ क्या तपाईँहरू ठाउँ पनि अति दामी छ हाम्रो ठाउँ पनि घुम्न आउनु सक्नुहुनेछ हामी चाहिँ फाइनली नाम्चे बजार र यो टावरहरू हेर्नु सक्नुहुन्छ घरहरू पनि धेरै राम्रो भइसकेको छ नाम्चेमा चाहिँ धेरै दामी बनिसकेको छ हेर्नुहोस् दामी छ नाम्चे 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 पनि बनाइसकेको छ दामी भइसकेको छ पिच होइन पिच बाटो पिच छ हामीलाई के को बाल पिचहरू अरे 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 यता र उता यता र उता गर्छ यसरी गरेपछि दुःख पाउने म हो त गाह्रो छ नि त मलाई होइन अनि यो चाहिँ नाम्चे बजार सर तपाईँहरू हेर्नु सक्नुहुनेछ है दामी छ ठाउँ पिच भइसकेको छ बाटो चाहिँ सर जाने होइन नाम्चेमा यहाँ हातमा घर यहाँ माथि छ हातमा घर चाहिँ सर
घर जाने बाटो चाहिँ यो आत्मा घर चाहिँ यो बाटो जान्छ। तपाईँहरू आउनुभयो भने यहाँबाट जाँदा हुन्छ। हिँड्दै जाने भने यो बाटोबाट अब गाडी लगेरै जानु हुन्छ भने चाहिँ उयो बाटो जान्छ आत्मा घर, यो बाटो जान्छ। म हिँडिसकेको छु नि त, बाइकमा पनि हिँडेर पनि गएको छु क्या, यो बाटो जान्छ। अनि यहाँदेखि चाहिँ अब थुम्की भन्छ, यहाँ पर्तिर चाहिँ नाम चाहिँ थुम्की भन्छ है। थुम्की नाम चाहिँ थुम्की। थुम्की कहाँ हो भन्दा चाहिँ यहाँ हो क्या, यो हो क्या। क्या गर्छ त, क्या गर्नै नहुने होला। बाटो बनिँदैछ यहाँ चाहिँ लास्ट त्यही बाटो उयो भएको हो क्या। के भएको भन्दाखेरि चाहिँ यहाँ चाहिँ लास्टै पहिरो झरेर होइन, एक दिन चाहिँ अब बाटो बन्दै भएको थियो क्या, यो बाटो नै खुल्ला थिएन होइन। अनि अहिले पनि झरेर यस्तो भएको छ। यहाँ चाहिँ झरै गर्थ्यो होइन, पानी पऱ्यो भने अब बर्खा सिजनमा पनि झर्छ यो बाटो चाहिँ। यो चाहिँ हो क्या थुम्की। अनि यो चाहिँ थुम्कीको यो यहाँ चाहिँ बसिरहेको छ नि, त्यहाँ चाहिँ भनेको चाहिँ प्रायः जस्तोहरू मान्छेहरू आउँछ, बस्छ, घुम्छ, जान्छ होइन। त्यही भएर त्यसलाई चाहिँ त्यति पनि बस्छ, लभ डाँडा भन्छ क्या यसलाई चाहिँ। अब मैले सुनेको चाहिँ थुम्कीबाट लभ डाँडा बनेको है यो बाटो चाहिँ। अनि यो चाहिँ झरेको क्या, यो झरेर होइन, एक दुई दिन कति एक हप्ता जति त यो बाटै बन्द भएको हो क्या यहाँ चाहिँ। किन झऱ्यो कसरी झऱ्यो भन्दा चाहिँ मलाई थाहा भएन होइन। अनि त्यो भएको थियो होइन गाइस। अनि अब हामी चाहिँ भेडाबाट चाहिँ सिधै घरतर्फ होइन जानुपर्ने हुन्छ। त्यही हो के गर्नु। सो म चाहिँ अहिले चट्टसँगले भेडा आइसक्यो होइन। भेडा चाहिँ चट्ट तपाईँहरू देख्नुहुन्छ निस्केको यहाँ माथि पनि त्यो दामी ठाउँमा रहेछ, धेरै विकास गरिसक्यो भेडाहरूले है। बाइक वास हुन्छ
यो किसु मिल्छ किसु मिल्छ यो अब बाइक वास गर्ने हो बाइक वास नगरी चाहिँ धरान गइँदैन है धुलो धुलो छ नि त बाइक मेरो घुमाइखेरि यस्तो गरेर राख्नु होइन अनि सर चाहिँ गइहाल्नु पातलो लुगा लगाउँदा पनि कस्तो तातो भइरहेको छ भने हैट सकिँदैन चाहिँ धरानमा चाहिँ बस्नु गाह्रो छ कहाँ पाउँछ के केही थाहा छैन मलाई फेरि कता के हो कहाँ के हो बर्तारी राइडर जस्तो देखिरहेको छ कि भाइ मान्छेले गरेर भन्छ 300 लिटर देख्छु या यस्तै हो यो गाउँमा पाउनु चाहिँ